नमस्कार, स्वागत छ तपाईलाई सिभिल इन्जिनियरिङ पावर युट्युब च्यानलमा। र आजको भिडियोमा चाहिँ के हामी हेर्न जान्छौँ भने घर बनाउनको लागि कुन कुन सामानमा कति पैसा खर्च हुन जान्छ त्यो हेर्छौँ। त्यसपछि नगरपालिकाको नियम हेर्छौँ। नगरपालिकाको नियम हिसाबले कति बाइ कतिको पिलर बनाउनु पर्ने हुन्छ, कति फिट छोडेर घर बनाउनु पर्ने हुन्छ, झ्यालको लागि कति छोडेर घर बनाउने। त्यसपछि तपाईलाई जुन रेसियो हुन्छ मसला प्रयोग गर्ने त्यो पनि कतिको प्रयोग गर्ने, त्यसको बारेमा पनि डिटेलमा तपाईले भन्ने छु। त्यसपछि इन्जिनियरको लागि खर्च कति लाग्छ नक्सा पास गराउनदेखि लिएर टोटलको सब डिटेलमा भन्ने छु। त्यही भएर तपाईहरु चाहिँ पुरै भिडियो हेर्नु होला। र यो जुन आज छ त्यो चाहिँ तपाईलाई कति स्क्वायर फिटको लागि हो भने तपाई यहाँ हेर्न सक्नुहुन्छ 275 स्क्वायर फुट। यसको मतलब कति भयो भने आनामा हेर्दाखेरि 0.8 आना र धुरमा हेर्दाखेरि 1.51 धुर र वर्ग मिटरमा हेर्दाखेरि 83.84 वर्ग मिटर हुन जान्छ। अब यसको बारेमा चाहिँ हामी डिटेलमा हेरौँ कुन कुन सामानमा कति पैसा खर्च हुन गयो हैन। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु सबैभन्दा सुरुमा रहेको छ सिमेन्टको। र सिमेन्ट तपाईले कति बोरा लाग्ला भने 121 बोरा सिमेन्ट लाग्ला र यसको पैसा कति हुन जान्छ भने 90,750 रुपैयाँ तपाईले खर्च हुन जान्छ सिमेन्टमा हैन। त्यस्तै गरी डन्डीको कुरा गर्नुभयो भने डन्डीमा तपाईलाई 1238 केजी लाग्छ र यसको 1,23,750 रुपैयाँ चाहिँ तपाईलाई हुन जान्छ। र त्यस्तै गरी बालुवाको कुरा हामी गर्दाखेरि 9 ट्र्याक्टर लाग्ला र कति साइजको ट्र्याक्टर 100 क्युबिक फुटको ट्र्याक्टर भन्नु होला, नभए मान्छेले ठगिहाल्छ 75 क्युबिक फुटको ट्र्याक्टरमा पठाइदिन्छ, फेरि तपाईँ भन्नुहुन्छ कि पुगेन भनेर हैन। त्यही भएर 100 क्युबिक फुटको ट्र्याक्टर हुन्छ स्ट्यान्डर्ड, त्योमा पठाउने र 9 ट्र्याक्टर लाग्छ र यसको 33,000 रुपैयाँ चाहिँ हुन जान्छ। अब त्यस्तै गरी अगाडि बढ्दै जाम हामी र गिटी र इँटा र टाइल मार्बलमा कति खर्च हुन्छ त्यो पनि हेरिहालौँ। 4 नम्बरमा रहेको छ गिटी र गिटी तपाईलाई 12 ट्र्याक्टर लाग्ला र 12 ट्र्याक्टरको दाम कति हुन जान्छ भने 41,250 रुपैयाँ हुन जान्छ। त्यस्तै गरी इँटाको कुरा गर्दाखेरि लगभग 4813 छ, यो लगभग 5000 जति नै लाग्ला र तपाईले 60,000 जति यो चाहिँ पैसा पर्न जान्छ। किनभने अहिले अलि रेट बढेको कारणले चाहिँ तपाईले चाहिँ अलि पैसा चाहिँ बढ्न जान्छ है। अनि 6 नम्बरको कुरा गर्दाखेरि टाइल र मार्बलको 25 देखि 35 रुपैयाँ टाइल लगाउने मिस्त्रीले पैसा लिन्छ र 60 देखि 70 रुपैयाँ चाहिँ मार्बल र के भन्छ ग्रेनाइट लगाउनेले लिन्छ। र किचनमा तपाईहरु ग्रेनाइट प्रयोग गर्नु होला, आगो लाग्ने सम्भावना कम हुन्छ र आगो लाग्दैन ग्रेनाइटमा, कम लाग्छ। त्यही भएर तपाईले ग्रेनाइट चाहिँ किचनमा प्रयोग गर्नु होला, ध्यान दिनु होला। र यसको पैसा 33,000 रुपैयाँ चाहिँ लाग्न जान्छ तपाईले टाइलमा है। त्यस्तै गरी अगाडि बढ्दै जाम हामी र अगाडि हेरौँ 7 नम्बरमा अब के छ प्लम्बिङ छ। र प्लम्बिङमा तपाईले कति पैसा खर्च हुन्छ भने 24,750 रुपैयाँ प्लम्बिङको आइटममा तपाईलाई खर्च हुन जान्छ। 8 नम्बरमा इलेक्ट्रिकल बिजुली बत्तीको पोइन्टहरूको कुरा गर्दाखेरि तपाईलाई यो बिजुली बत्तीको काममा 24,750 रुपैयाँ खर्च हुन जान्छ। त्यस्तै गरी तपाईले सेनेटरी यो हेर्नुहुन्छ 9 नम्बरमा ढल निकासको कामहरू जति बाथरुमको टोटल काम जुन हो तिनीहरूको लागि 20,625 रुपैयाँ। यो 20,000 र यो 24,000 हैन, 20 20 40 4 44 45,000 रुपैयाँमा तपाईले लगभग चाहिँ खाने पानीदेखि लिएर ढल निकास टोयलेटको देखि लिएर टोटल सामान तपाईलाई फाइनल फिनिश भइहाल्छ। बुझ्नुभयो। त्यस्तै गरी झ्याल ढोकाको कुरा गर्दाखेरि अहिले चाहिँ मार्केटमा र बजारमा के छ भने यूपीभीसी को अल्मुनियमको र काठको त कुरै नगरौँ, एकदमै महँगो छ। त्यही भएर तपाईले यूपीभीसी या अल्मुनियमको प्रयोग गर्नुभयो भने लगभग 24,750 रुपैयाँ झ्याल ढोकामा लाग्ने देखिन्छ। र पेन्टिङ र पुट्टी आइटमहरूको लागि एसियन र बर्जर पेन्ट राम्रो र पुराना पेन्ट हुन्। अहिलेका नयाँ पेन्ट प्रयोग गर्दा तपाईलाई 6 महिना सालभरदेखि 2 सालमा खराब हुने, बिग्रिने र धेरै समस्या आउने, फेरि पेन्ट गराउनु पर्ने अवस्था आउन सक्छ। त्यही भएर राम्रो कम्पनीको पेन्ट प्रयोग गर्नुभयो भने 37,125 रुपैयाँ पर्न जान्छ। बाँकी चाहिँ तपाईलाई सामानहरू बाउन्ड्रीहरू गेटहरू यिनीहरू लगाउँदा 24,750 रुपैयाँ चाहिँ खर्च हुन जान्छ तपाईलाई। टोटल पैसा यही हो। अब यसलाई चाहिँ डुनोटमा यसो एउटा डुनोट चार्ट छ, योमा गएर हेर्दाखेरि तपाईलाई के देखिन्छ भने कति पैसा कहाँ खर्च लाग्छ भने हेर्न सक्नुहुन्छ। 65 देखि 70% जति पनि जुन सामान मैले माथि भने सामानको पैसा मात्रै भनेको छु त्यो चाहिँ यो हो। 100% मा यति आधी भन्दा बढी हेर्नुहुन्छ, आधी भन्दा त के हुन्छ 70% र जति चाहिँ तपाईलाई सामानको हो, 25% चाहिँ लेबरको हो। यहाँ हेर्न सक्नुहुन्छ यो रातोमा
र इन्जिनियरको 5 देखि 10% हो। यो कुन अवस्थामा पाइन्छ भने इन्जिनियरले यदि तपाईको पुरै घरको सुरुमा नक्सा बनाउनेदेखि लिएर लास्टसम्म सबै हेरिदियो भने बल्ल त्यसले पाउने हो। यो भूकम्प प्रतिरोधी घरको नक्सा, त्यसपछि वास्तु हरेक थोक हेरेर बनायो भने, र सबै सामानको पैसा जोडेर कति पैसा आउन गयो भने 5,36,250 सबै सामानको पैसा, र लेबरको पैसा 2,06,250 रुपियाँ, इन्जिनियरको पैसा 41,250 रुपियाँ, र सबै जोडेर 7,83,750 रुपियाँ। लगभग तपाईँ यही बुझ्नुहोस् कि 8 लाख जति तपाईँको खर्च हुन जान्छ। यो तपाईँको 2वटा कोठा र एउटा किचनको घर बनाउन चाहिँ लगभग चाहिँ यति खर्च हुन जान्छ। बुझ्नुभयो? 8 लाख रुपियाँ जति मानेर हिँड्नुहोस् तपाईँ। र नगरपालिकाको नियम हिसाबले 14/14 को अहिले नयाँ कोडको हिसाबले नेपालको पिलर राख्नुपर्ने अवस्था भनेको छ। तर तपाईँले इन्जिनियर राखेर एनालाइसिस गरेर इट्याब एनालाइसिस गराएर तपाईँले चाहिँ 9/12 को 12/12 को पनि पिलर राख्न पाउनुहुनेछ। त्यही भएर इन्जिनियरको सम्पर्क गरेर बालेनको युग सरकार छ अहिले, एकदमै यिनी कुरालाई ध्यान दिएर गराउनु होला, पछि घर तोड्न नपरोस्। अनि तपाईँले नक्सा पास गराउँदा तपाईँकै फाइदा हो, किनभने पछि त्यो घर राखेर इमर्जेन्सी परेको बेला तपाईँले चाहिँ घर राखेर पैसा मजाले झिक्न सक्नुहुन्छ। जग्गा प्लस घरको पैसा आउँदा अझै बेस्ट हुन्छ। 10वटा जग्गा राख्नुको ठाउँमा 2वटा जग्गा राखेर त्यति पैसा झिक्न पाइन्छ। कुराहरू बुझ्दै जानुस् र राम्रो हुन्छ यो कुरा। अनि 2 नम्बरको ग्रेड अफ कन्क्रिट कतिको प्रयोग गर्ने भने M20 र M25 तपाईँले प्रयोग गरेर घर बनाउँदा झनै राम्रो र बेस्ट हुन जान्छ। किनभने यो रेसियो भनेको 1 बोरा सिमेन्टमा 1.5 बोरा बालुवा र 3 बोरा गिटी हाल्नुभयो भने M20 को रेसियो हुन जान्छ। त्यस्तै गरेर बाहिरतिर तपाईँले प्लास्टर गराउनु भयो भने, वाल लगाउनु भयो भने तिनीमा पनि रेसियोहरू हुन्छ, सबै त्यो ध्यान दिनुपर्ने हुन्छ। 1.5 को 1.6 को मसल्ला गरेर सिंगल ब्रिक वाल, हाफ ब्रिक वालमा गरिदिन्छ, त्यो 1.4 को मात्रै प्रयोग गराउनु पर्ने हुन्छ। प्लास्टरको रेसियो हेर्नुपर्ने हुन्छ, 1.3 को छ, 1.2 को छ, 1.5 को छ, 1.6 को छ, कतिको छ। मिस्त्रीहरूले आफ्नो काम सजिलो हुनको लागि फटाफट ठेक्कामा दिइहाल्नुहुन्छ, त्यो आफ्नो तालले गर्छ। इन्जिनियर हुँदैन, लापरवाही गर्छ, तपाईँलाई भनिदिन्छ म यस्तो 100वटा घर बनाएको छु, आजसम्म एउटा पनि घर खस्या छैन, लड्या छैन। तपाईँको के घर खस्ला र हैन? अब मान्छे ढुक्क भइहाल्छ, ढुक्क भएर त्यसले डुबाइदिन्छ। त्यो कुरा चाहिँ ध्यान राख्नु होला। रिबारकोमा कति हुन्छ भने FE 500 को कमसेकम तपाईँले चाहिँ सरिया प्रयोग गर्नु पर्यो हैन। र झ्याल खोल्नको लागि 5 फिट जग्गा छोडेर तपाईँ झ्याल खोल्न पाउनुहुन्छ। रोड तर्फबाट 8-10 फिट छोडेर बल्ल तपाईँ घर बनाउनु होला, किनभने तपाईँको घर चाहिँ 100 सालको लागि हो, 80 सालको लागि हो। पछि 80 सालसम्म तपाईँको घर छिमेकमा घर बन्दैन त्यस्तो कुरा छैन, धेरै घर बनिहाल्छ र त्यो एकदमै ठुलो टोल र गाउँ बनिहाल्छ, सहर बनिहाल्छ। त्यसको कारणले त्योमा अलि ठुलो रोड चाहिन्छ र ठुलो रोड गर्ने बित्तिकै तपाईँ यदि रोडबाट ठाउँ छोड्नु भएको छैन भने तपाईँको घर चाहिँ स्वाहा हुन जान्छ। त्यही भएर त्यो कुरालाई चाहिँ ध्यान दिएर मात्रै तपाईँ चाहिँ अगाडि बुद्धि पुर्याएर मात्रै हिँड्नु होला। र टोटल पैसा 8 लाख लाग्छ र सबै कुरा यहाँ मैले लेखि नै दिएको छु। र तपाईँले चाहिँ भिडियो हेर्नको लागि धेरै धेरै धन्यवाद। र तपाईँ चाहिँ भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। त्यो चाहिँ तपाईँले रिक्वेस्ट गर्न चाहन्छु। र तपाईँ चाहिँ कहाँबाट हुनुहुन्छ त्यो चाहिँ लेख्नु होला, र तपाईँको कति आना धुर र कति स्क्वायर फुट या वर्ग मिटरमा जग्गा छ र त्योमा घर बनाउनु पर्ने छ र कति खर्च लाग्छ त्यसको बारेमा भनिदिनेछु। तपाईँ चाहिँ भिडियोमा कमेन्ट गर्नु होला। भिडियो हेर्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।